हेलो गाइस वेलकम टु अ न्यू भ्लग हैन आज चाहिँ हामी बिहान उठेर अमला चढ्न हिँड्न आँटेको छु बाटो यस्तो छ है गाइसहरू हाम्रो केटाहरू यहाँ आउँदैछन् है बाटो यस्तो खराब छ यस्तो ब्यालेन्स गरेर हिँड्दैछन् हैन गाइसहरू अब हामीलाई अब कसैले नभनिकन अमला चढ्न गइरहेछौँ घरमा थाहा छैन हामी अमला चढ्न गएको भनेर हैन गाइसहरू ठाउँ चाहिँ यस्तो दामी छ है केही टाइम मिल्यो भने यता यसो घुम्न आउनु होला हैन यस्तो दामी भ्यू छ त केटाहरू फुल प्रिपेयर्ड भएर आएका छन् हैन गाइजहरू यस्तो दामी कुलो छ हाम्रो चाहिँ मोडर्न गाउँ भइसक्यो हैन गाइजहरू बाटो त्यस्तो छ तर कुलो चाहिँ यस्तो दामी छ गाइजहरू झन्डै लगेन झन्डै घाइते भइन म हैन गाइजहरू अब यस्तो बाटो छ प्लिज च्यानललाई लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनु होला अनि सेयर नगर्दा नि हुन्छ सेयर गरिदिनु होला तर सो अब साथीभाइ भाटा मात्र धेरै पब्लिक नहान्ने गरी हैन त्यही त हैन गाइजहरू यस्तो बाटो छ हामी हिँड्दैछौँ हामी आइपुग्न आँटिसक्यौँ होइन हामी बाटोमा छौँ यो मान्छेले चाहिँ अब यसो झोला बोकेको छ है यसो अमला टिप्नको लागि होइन जङ्गलको बिचमा अमला टिप्न आउँदैछु हामीले चप्पल पनि राम्ररी नलागेर म त अघिदेखि चिप्ल्या अमला यहाँ चाहिँ अमला लिन खुकुरी बोकेर आउँदैछु होइन गाइजहरू खै फर्स्ट अमला अफ द डे है ए अमला तलै झरेको रहेछ अमला अब गाइजहरू हामी अमला टिप्न आइरहेको छौँ यस्तो बाटो छ हामी गाइजहरू खै अमला ओपिएम दुई च्याट तर यहाँ पछाडि बिग्रेको रहेछ अमला बोट चाहिँ कहाँ छ यही हो बोट ए हाम्रो इलामको फुटबल प्लेयर नि गएर यहाँ अमला बोट चढ्दैछन् है यस्तो दामी ल चढियो किपर हो क्या हो जर्सी नम्बर 1 छ त ए के छ भाइ अघि अमला दिन थालिसकेको रहेछ मलाई चाहिँ बिग्रेको अमला दिएर खै हेरौँ ल है गाइजहरू मैले राम्रो अमला पाएँ है यहाँ पनि छ यिनीहरू पनि टिप्ने हो यो त छैन होला त पुगेको यो यति आइसक्यो अघि अरे हल्लाउँदैछ नि गाइजहरू आउँदैछ तल गर्दैछ अमला खाँदैछौँ लास्टै अमिलो छ यो लास्ट अल्झेर काम गर्नु छैन खाना मात्रै हो अमला खाएर सक्छमै अमला खामा नुनले राउँछ यस्तो छ यसको हालत त्यो अमला टिप्दैछ हाम्रो यता मेन ब्लगर ओइ लडिन्छ गाइजहरू लडिन्छ अमला चाहिँ लास्टै छ है तर एउटा सानो देख्दै हुन्छ होला हाम्रो अरुण सर चाहिँ यहाँ हाँगा काट्दैछ मुटु छैन काटेको ऊ चाहिँ एस्थेटिक पारामा खुर्पा झार्दै गाइजहरू यहाँ चाहिँ भर्खर एउटा हाँगा झर्न आँटेको छ होइन खै झरेन त त्यो हाम्रो एकजना
दाजु अमलाको हाँगालाई राखेर क्यामेराम्यानको निधन झन्डै हाम्रो यहाँ अमला छ हजुर के को बास यहाँ चाहिँ अघि झरेको कुकुरी कसैले गाइजहरू भचाउने मान्छे पनि मै हो यति सब छ यहाँ यति धेरै छ होइन हेलो अमला खाएर अमला काण्ड गर्ने भयो नि यता आउन सक्नुहुनेछ भचाउने मान्छे पनि मै हो अमला काण्ड त यहीँ उमा भएको होइन झापामा भएको होइन त्यसैले यहाँ अमला पाइदो रहेछ ढाबालीलाई चाहिँ साँच्चै केही कुरामा सकिँदैन नि सकिँदैन साह्रै उटपटाङ हुन्छ जे पामा नि बता है सानी 5 गिलास ट्याङ्गे अब चाहिँ हामी माथि जान पुरा नजान आँटेको होइन ल्याउ तिम्रो मकै यता ल्याउ युट्युबमा हाल्ने हो कि हामीले मकै माग्दा दिएनौ भने तिम्रो बिल्ला ल मलाई अलिकति ला भन्नुहुन्छ सानी के अरे फेरि भन तरलाई त्यसो भने सानीलाई अहिले च्यान घारीमा लगाइदिन्छ अनि थाहा भइसिन्छ लगिदिउँ सानी हो पारै अर्कै छ क्या हो यिनको फेरि पारै छुटेछ सानी हजुर हामी किम्बु टिप्न आँटेको होइन तिमी किन खानु कालो नदेऊ न अनि तिमीले मकै नदिँदा के खान्छ भनेर होइन सानी ओ हाउ आर यु यहाँ हजुर खाना लग्यो एउटा लाउनु मलाई खोइ सानी थ्याङ्क यू मामु किम्बु खाना हाम्रो मिल्दो रहेछ स्वासै हो क्या सानीलाई बाख्रादेखि डर लाग्छ हो सानी हो अनि हजुरलाई त फेरि भुतदेखि पनि डर लाग्दो रहेछ बाख्रादेखि पनि डर लाग्दो रहेछ यहाँ ढवा गरेर तर्साउँछ होइन हामी पर्खिँदैछौँ हामी 3टा टोली छौँ यहाँ एउटा टोली यहाँ एउटा टोली उता अगाडि एउटा टोली के छ खबर एकदमै बबाल अहिले त केही भएको छैन मैले चक्लेट खाएकै छैन त छैन त्यो खोला ढुङ्गा हालेको त्यही त खाएकै छैन मैले चक्लेट यता चाहिँ नो रियाक्सन रियाक्सन कसरी ल्याउने हुँदै सर्च गरेर जाऊ क्या तिमी चाहिँ यता हाम्रो 10 गिलास 5 गिलास ट्याङ ल्यापिटो गुड मर्निङ अब बिहान भयो त उठ्नु न गाइस 5 बज्यो 5:30 5:30 उठौँ न छिटो उठौँ छिटो उठा 9 बज्यो 8 9:30 उठ्नु पो पर्छ त यो नि तान 9:30 हो सुलक्षण 9:30 हो 9:30 मुठु ओ तल बोलाउँदैन झट्ट लगाएर सबैलाई जाने अरे
यस्तो गर्नु हुँदैन ओए पर्दी लु लु उठाउने दाबी कति बजे चाहिँ भन त ल 9:30 साह्रै लो भात खाने बेला हो